दिदी खाना पाकेको छैन अझै? अरू त सबै पाक्यो, तेरो र मेरो तरकारी कुरेको। खोइ त अनि ल्याइनस्? के भने थिइस् र मैले? ल हेर्न फेरि आफूलाई झन् कस्तो खान मन लागेको थियो आज। तेरो भाइ मासु लिएर आइज है भने होइन? ए मैले त भुसुकै बिर्सिछु, कामको सुरुमा थिएँ। दिदी भोलि खाउँला नि त भइगयो त। पेटमा बच्चा भएको बेला खान मन लागेको कुरा खान पाएन भने कस्तो हुन्छ भन्ने कुरा तँलाई के थाहा? के खाइराख्न मन लागेको हुन्छ, तैँले के बुझ्थिस्? त पनि छोरा मान्छे न परिस्। बरु आमा भएको छोडिदे, झन् भाइ आउला मासु ल्याउला भनेर यहाँ मसला पनि ठिक्क पारेर राखेको, ऊ चाहिँ खाली हातै आयो। सत्य दिदी सरी, अब दुध पुर्याएर घाँस लिएर जानु पर्यो भनेर घाँसतिर लागेँ, मासु लिएर आउनु त भसक्कै बिर्सिछु। अब हेर्न यस्तो घाम पनि छ, भोक पनि लागिरहेछ, थकाइ पनि लागिरहेछ, तँलाई यही बेला खान मन लागेको रहेछ कि गएर लिएर आउँ त? भोबो अब पर्दैन, थाक्या मान्छे किन जानु नि? के बाबु खुरा गएर लिएर आइहाल्छस् त? दिदी गाह्रो भइरहेको छु भन्ने छु, झन् आज आलु सालु भोट त्यसैमा खाने। बा पनि आउने बेला भइसक्यो, म गाईलाई घाँस हालेर आइन्छ। उठिहाल है आलु। माइती भनेको पनि काम खान्जरी मात्रै हो। दाइ भाउजू कस्ता पर्छन्, बाउआमा सधैँ बाँध्दैन। बिचरा चन्द्रु खारी मुलुक जान लाग्छन् भेडा चराउन। जाऊ मुना, रोग तिमीले। बिहे नगर्दै त यसको ताल यस्तो छ। ठिकै भनेर छैन अञ्जली दिदीले। कसले के ठिक भन्यो भन्दैछौ छोरी? होइन के होइन बा। अनि के हो, हात त लसुन प्याज छोडाएर ठिक्क पारिछौ। यसो भरे भोलिलाई सजिलो पारिराखेको नि बा। अरू त सबै पाकिसक्यो, अब आलु भुट्नु मात्रै बाँकी छ।